3-4 प्रश्न मात्रै राख्न चाहन्छु म। प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो। सभामुखज्यूले कहिले त्यो हटाउने भनेर चाहिँ नि आदेश दिनुहुन्छ होला भनेर पर्खिरहेछौँ हामी, व्यग्र पर्खिरहेछौँ। मलाई लाग्छ तपाईँले चाँडै नै त्यो अभिव्यक्ति हटाउने आदेश दिनुहुनेछ। अर्को कुरा, प्रधानमन्त्रीज्यू आएर आफ्नो अभिव्यक्ति सच्याउने भन्ने कुरा पनि हाम्रो माग यथावत रहेको छ र यो प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्तिको कारणले हुनसक्छ। विशेष गरी हामीले चाहिँ त्यही बुझेका छौँ। सुस्तामा भारतीय सशस्त्र एसएसबी छिरेर चाहिँ नि जुन खालको अतिक्रमण गर्न खोज्यो, हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आतङ्कित बनाउने, धाकधम्की दिने जुन गतिविधि हामीले देख्यौँ, त्यसको विरुद्धमा माइती घरमा अजय सोडारी दैलेख र बिरजन विक हुम्लाका 2 जना राष्ट्रभक्त राष्ट्रप्रेमी युवाहरूले लोकतन्त्रले दिएको वाक स्वतन्त्रता प्रयोग गरेर विरोध गरिरहँदाखेरि चाहिँ ती 2 जना युवाहरूलाई चाहिँ प्रहरी प्रशासनले नियन्त्रणमा लिएर अहिले हिरासतमा राखेर मुद्दा चलाउने, झुटा मुद्दा चलाउने भन्ने खालको कुरा चाहिँ नि आएको छ। त्यसतर्फ म गृहमन्त्रीज्यूको ध्यान आकर्षण गराउन चाहन्छु र ती 2 युवालाई तपाईँको चाहिँ के अरे दुःख नदिनका लागि पनि म अनुरोध गर्न चाहन्छु। र अब सानो कुरा छ, त्यही पनि गरिबको लागि त ठुलै कुरा हो। विद्यार्थीका मोबाइलहरू खोसिए, ती मोबाइलहरू पानीमा लगाएर पानीमा डुबाएर मोबाइलको हत्या गरिएको हो कि खोइ के गरेको हो, त्यसो गर्न आदेश दिने कसको त्यो रचनात्मक तपाईँको चाहिँ के अरे निर्णय थियो? त्यस्तो खालको त्यो रचनात्मक निर्णय गर्ने व्यक्तिलाई नसिहत दिनुपर्छ भनेर म गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु। त्यसै गरी एउटा गरिब दुखी टेम्पो चालकको टेम्पो चाहिँ वन प्रहरीको उपस्थिति त्यहाँ थियो, मलाई थाहा भएन त्यो घटना के हो। भिरबाट गुल्टाइदिँदै गरेको देखियो। त्यो दृश्यले पनि चाहिँ तपाईँको हामी मर्माहत छौँ र गृहमन्त्रीज्यूको त्यो पनि त्यसतर्फ म ध्यान आकर्षण गराउन चाहन्छु र दोषी उप कारबाही होस् र क्षतिपूर्तिको व्यवस्था गरियोस्। त्यसै गरी घरको छानामा ढुङ्गा हान्दै गरेको पनि देखियो। अचम्म लाग्छ हिजो आज प्रहरी यसरी उद्दण्ड भएको देख्दा, होइन? प्रहरी देख्ने बित्तिकै त हामीलाई शान्ति सुरक्षाको महसुस हुनुपर्छ। प्रहरी आयो है, अब चाहिँ हामी शान्त भयौँ, सुरक्षित भयौँ भन्ने हुनुपर्नेमा अब प्रहरी आयो, अब यसले चाहिँ हामीलाई केही खोसाउँछ कि अब के गर्छ कि भन्ने हिसाब किताबको तपाईँको वातावरण भइराखेको छ। त्यसले गर्दाखेरि गृहमन्त्रीज्यू यहाँले सदनमा हुँदाखेरि मैले उहाँलाई यही मार्फत तपाईँ ध्यान आकर्षण गराउन चाहेँ। प्रहरी देख्दाखेरि नागरिकलाई सुरक्षा र शान्तिको महसुस हुनु जरुरी छ। प्रहरी देख्दाखेरि हामी आतङ्कित हुनुपर्ने, डर मान्नुपर्ने भन्ने खालको तपाईँको जुन एउटा वातावरण सिर्जना हुँदैछ, यो वातावरण तुरुन्त सच्याइयोस् र लोकतन्त्रको ग्यारेन्टी गरियोस्। यिनै कुराहरू राख्न चाहन्छु। धन्यवाद।